सब्जीमा त नुनै छैन त हौ। अलिक मिठो पकाउनु नि हौ खाना त। होइन खानु इच्छा छैन भने त नखानु नि त हौ। जहिले पनि खाना खाने बेलामा घरि दालमा नुन छैन, घरि सब्जीमा नुन छैन भन्छ। हेट आफै थपेर भए पनि खान्थ्यो त हौ। बसेर राख्नु पर्ने भन्ने थिएन त। पहिलाको बुढाबुढीले त्यसै त भनेको होइन अरे नि। बुढाहरूले घरि दालमा नुन छैन, घरि सब्जीमा नुन छैन भन्यो भनेदेखि त बाहिर केटीहरू पो खेलाउँछ भन्ने उखान गर्थे नि। कुनी कुनी म त विश्वास लाग्नु पनि छोडिसके ठेगान छैन। हेट मैले त नुनको कुरा गरेको त, यहाँ त केटीसँग पो कुरा पुग्यो त। अब त डरसरी भयो सब्जीमा नुन लागेन भन्नु पनि हामीलाई त।